तपाईले आफ्नो विश्वासलाई दरिलो पार्न चाहनु हुँदैछ, त्यो डिजायर, त्यो इच्छा तपाईले तपाईको हृदयमा ल्याउनुहोस्। अनि इच्छाले चाहिँ के गराउँदछ? इच्छाले चाहिँ विश्वासलाई उत्पन्न गराउँदछ। मलाई इच्छा छ, मलाई आफूलाई आत्मिकमा दरिलो गराउनु मलाई इच्छा छ। जब तपाईले त्यो इच्छालाई कन्स्टेन्टली, तपाईले त्यो इच्छालाई कन्टिन्युसली तपाईले गरिराख्नुहुन्छ, तपाईको विश्वास अटोमेटिक बढ्दै जाँदछ। हामी एउटा उदाहरण हेर्न चाहन्छौँ। मार्कुसको 10 अध्यायमा हामी एकजना व्यक्तिको उदाहरण पाउँदछौँ। तपाईले बाइबल खोल्न सक्नुहुन्छ मसँग। मार्कुसको पुस्तक। यो व्यक्तिको जीवनमा पनि इच्छा, परमेश्वरप्रति इच्छा रहेको कुराहरू हामी पाउँदछौँ। इच्छाले चाहिँ परमेश्वरमा यो व्यक्ति के भएको छ? सफल भएको छ। मार्कुसको पुस्तक, तपाईहरु मसँग बाइबल खोल्नु होला है, एकछिन नझुल्नु होला, एकछिन तपाईहरु यही बस्नु होला है। मार्कुसको पुस्तक, बुक अफ मार्क च्याप्टर 10 अध्यायलाई हामी हेर्न चाहन्छौँ। 10 अध्यायको हामी 46 पददेखि लिएर हामी 52 पदलाई जब हामी हेर्दछौँ, त्यहाँ एकजना व्यक्तिको विषयमा भनिएको छ जसको नाम चाहिँ अन्ध बार्थिमेयु थियो। अनि त्यो व्यक्तिलाई चाहिँ, त्यो अन्ध बार्थिमेयुलाई चाहिँ के इच्छा थियो कि उसले चाहिँ हेर्नु पाऊँ भनेर। आमेन, आमेन। हामी यो खण्डलाई जब हामी हेर्दछौँ, यो व्यक्तिको विषयमा जब हामी यसलाई मजाले स्टडी गर्दछौँ, उसलाई चाहिँ के गर्नु इच्छा थियो अरे? उसलाई चाहिँ के हुनु इच्छा थियो अरे? दृष्टि पाउनु। यस, उसलाई चाहिँ दृष्टि पाउनु इच्छा थियो, देख्नु सकु भनेर। किनभने ऊ चाहिँ अन्ध थियो। बुझ्दै हुनुहुन्छ नि? अनि यहाँ के भनेको छ? पहिलो स्टेपमा जब हामी हेर्दछौँ, डिजायर, हाम्रो इच्छा, हामी विश्वासलाई हामी परमेश्वरसँग हामी दरिलो गर्नुको लागि तपाईहरुमा इच्छा हुनुपर्दछ। परमेश्वरसँग तपाईँ नजिक हुनुको लागि पहिलो तपाईले आफूलाई इच्छा उत्पन्न गराउनु पर्दछ। यहाँ बार्थिमेयु अन्ध थियो अनि उसले परमेश्वरको विषयमा सुनेको थियो। उसले परमेश्वरको विषयमा परमेश्वरले गर्नुभएको त्यो मिराकलको कामहरू, अचम्मको कामहरू, त्यो अदृश्य कामहरू, त्यो असम्भव कामहरू सम्भव भएको कुराहरू उसले सुनेको मात्र थियो। अनि उसलाई एउटा इच्छा थियो कि सायद मैले परमेश्वरलाई भेट्यो भने र परमेश्वरले मेरो यो अन्धलाई दृष्टि दिनुहुन्छ भनेर उसलाई एउटा इच्छा थियो, उसलाई एउटा डिजायर थियो कि उसलाई चाहिँ त्यो निको हुनु भनेर, चङ्गाई पाउनु भनेर। अनि के भएको छ? एक दिन त्यही ठाउँमा प्रभु येशू जाँदै गर्दाखेरि अनि उसँग प्रभु येशू ख्रीष्टको इन्टरेक्सन, भेटघाट भएको छ। त्यहाँ के भएको छ? त्यसपछि परमेश्वरले उसलाई भन्नुभएको छ, तिमी के चाहन्छौ? म तिम्रो लागि के गरौँ? जब हामी मार्कुस यहाँ हामी 51 पदलाई जब हामी हेर्दछौँ, 10 अध्यायको 51 पदलाई जब हेर्दछौँ, के भनेको छ? येशूले त्यसलाई भन्नुभयो, तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरौँ? अनि त्यो अन्ध बार्थिमेयुले के भनेको छ? त्यस अन्ध मानिसले उहाँलाई भन्यो, रब्बी म दृष्टि पाऊँ। अनि के भएको छ 52 मा? अनि येशूले तिमीलाई भन्नुभयो, तिम्रो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। आमेन। उसलाई इच्छा थियो कि निको हुनुको लागि, उसलाई इच्छा थियो कि उसले दृष्टि पाउनुको लागि, उसलाई इच्छा थियो कि उसले हेर्नुको लागि। अनि परमेश्वरलाई के गर्नुभएको छ? उसलाई दृष्टि दिनुभएको छ। आमेन। इच्छा तपाईँ हामीले उत्पन्न गराउनु पर्दछ। तपाईँको विश्वासलाई दरिलो गर्नुको लागि, परमेश्वरसँग तपाईँको सम्बन्धलाई दरिलो स्ट्रङ गर्नुको लागि पहिलो स्टेप हामीले हाम्रो हृदयमा, हाम्रो जीवनमा इच्छा उत्पन्न गराउनु पर्दछ। तपाईँलाई इच्छा छैन, तपाईँलाई आत्मामा दरिलो हुनुको तपाईँको इच्छा छैन भने तपाईँले कहिले पनि हुन सक्नुहुन्न। किन? तपाईँलाई त्यो इच्छै छैन, तपाईँलाई त्यो चाहना छैन, तपाईँलाई त्यो इन्ट्रेस्ट छैन, सङ्गतिमा आउनु इच्छा छैन, तपाईँलाई अल्छी लाग्छ, विभिन्न किसिमको बाहनाहरू आइपर्दछ। सन्डे मर्निङ होइन, यता जाने बाहना आउँछ, यता गर्ने, टाउको दुखेको जस्तो हुन्छ, बुझ्नु हुँदैछ नि है? खुट्टा दुखेको जस्तो हुन्छ होइन, कसैलाई बिपी लो भएको जस्तो हुन्छ, बुझ्नु हुँदैछ नि? इच्छा जगाउनु पर्यो। म आज सङ्गतिमा जान्छु, म सङ्गतिमा गएर म प्रार्थना गर्छु, आराधना गर्छु, यो इच्छालाई उत्पन्न गराउनु पर्दछ। अन्ध बार्थिमेयुले कति दिन
बाट पर्खिरहेको थियो, त्यो इच्छालाई उसले राखिरहेको थियो। अनि के भएछ, एक दिन परमेश्वरसँग इन्टरेक्सन भएको छ अनि परमेश्वरसँग बातचित गर्दाखेरि परमेश्वरले तिमी के चाहन्छौ, वाट यु वान्ट, तिमी के चाहन्छौ, म तिमीलाई के गरेको चाहन्छु। अनि बार्टिमेले भनेको छ म देख्न पाऊँ। अनि उसले के भएको छ, परमेश्वरलाई दृष्टि दिनुभएको छ। तपाईँ र हामीले पनि इच्छालाई जगाउनु पर्छ, हाम्रो डिजायरलाई हामीले परमेश्वरसँग हामीले ल्याउनु पर्दछ, हाम्रो इच्छालाई हाम्रो डिजायरलाई परमेश्वरसँग गर्नुपर्दछ। शैतानले आज त्यही समयमा शैतानले चाहिँ हामीलाई त्यो गर्नुबाट हाम्रो इच्छालाई रोक्नुको लागि शैतान विभिन्न किसिमको प्रयत्नहरू स्टेपहरू लिइरहेको हुँदछ। जसरी अघि हामीले भन्दै थियौँ होइन, हाम्रो इच्छा सङ्गति जाने इच्छा छैन भने हामीलाई विभिन्न किसिमको हामीले बाहनाहरू प्रब्लमहरू हाम्रो अगाडि आइपर्दछ। तपाईँले बिहानै मर्निङमा उठेर म सङ्गति जान्छु भने त्यो इच्छाहरूको जिज्ञासाहरू तपाईँले ठान्नु भएको छ भने तपाईँलाई कुनै पनि बाधाहरूले सङ्गति आउनुबाट रोक्दैन। आमेन। भोकले पनि रोक्दैन होइन, बाधा रोक्दैन, फोन कलले पनि रोक्दैन, भुँडी दुखाइले पनि रोक्दैन, खुट्टा दुखाइले पनि रोक्दैन। तपाईँहरूलाई मलाई जानु छ, किन त्यो इच्छालाई तपाईँले आज बिहानदेखि उत्पन्न गराइराख्नु भएको छ। यु हेभ टु गो, यु गट गो होइन, म जानै पर्दछ, आई हेभ टु गो, म जसरी जानै पर्दछ। किनभने आज सङ्गति हो, आज सेवा गर्ने दिन हो, परमेश्वरलाई आराधना गर्ने दिन हो।